हाई एभ्रिवान, मैले चाहिँ अनलाइन पार्सल मगाएको थिएँ साबना र मिसोबाट। अन्त अब यसको चाहिँ क्वालिटी, यसको फिटहरू चाहिँ चेक गरौँ हो। अन्त फर्स्टमा चाहिँ यो साबनाको प्रडक्ट म अनबक्सिङ गर्दैछु। यो चाहिँ मैले कति 7-8 दिन अगाडि मगाएको थिएँ हो। बेसिकलीमा यो छिटै डेलिभर भयो यतिको त हो। अन्त यसको चाहिँ फर्स्टमा क्वालिटी चेक गरौँ कस्तो रहेछ। फोटोमा चाहिँ यो चाहिँ ब्ल्याक कलरको आउटर मगाएको थिएँ मैले चाहिँ हो। अन्त यो चाहिँ मैले अनबक्सिङ गर्दैछु, हेरौँ कस्तो रहेछ। तपाईँहरू हेर्न सक्नुहुन्छ। यो चाहिँ मैले जस्तो मगाएको थिएँ फोटोमा जस्तो थियो त्यस्तै नै आएछ। अन्त म चाहिँ आइएम रियली ह्याप्पी विथ द प्रडक्ट। अन्त नेक्स्ट चाहिँ मैले अर्को चाहिँ के मगाएको छु भन्दा चाहिँ यो चाहिँ मिसो एपबाट एउटा कुर्ता मगाएको थिएँ। यो चाहिँ रिजनेबल दाममा चाहिँ सो गरिरहेको थियो। अन्त मलाई चाहिँ त्यसको कलर अन्त यसको डिजाइनहरू चाहिँ एकदमै मन परेको थियो। यो डेली वेयरको लागि चाहिँ एकदमै राम्रो हुन्छ भनेर चाहिँ मैले चाहिँ यो चाहिँ मगाएको थिएँ हो। यो पनि त्यस्तै छ, मिसो एपको त छिटै पनि आउँछ। यो त 6 दिनमा 5-6 दिनमा आएको, 5 दिन जस्तोमा आयो यो त हो। त्यहाँदेखि यसको चाहिँ मलाई कलर चाहिँ मैले जस्तो भनेको थिएँ यो त्यस्तै नै आएछ हो। अन्त अब लेट मी चेक क्वालिटी पनि मलाई अलमोस्ट यो राम्रै लाग्यो, किन भन्दा जस्तो देखाएको थियो त्यस्तै नै आयो। अन्त यो चाहिँ तपाईँहरू पनि भन्नुहोस् होला मलाई चाहिँ यो ड्रेसमा कस्तो देखियो भने।